नमस्कार। म सीताराम अग्रहरी नेपाली पत्रकारिताको लामो कालखण्डमध्ये एउटा सानो कालखण्डमा कन्ट्रिब्युट गर्ने पात्र अवसर मलाई पनि प्राप्त भएको नाताले तपाईसँग केही संवाद गर्ने जमर्को गरेको छु। र यो संवादको नाम चाहिँ मन्जे माने सत्य राखेको छु। यो मेरो शब्द होइन, खासमा यो आदरणीय राजनीतिक चिन्तक सीके प्रसाईको शब्द हो। र मनमा लागेको कुरा तपाईहरुसँग गर्न लागिरहेको छु। र अहिले मोटामोटी तीनटा विषयमा तीनटा बुँदामा केन्द्रित हुन चाहन्छु। तपाईहरुसँग धेरै कुरा गर्ने मन छ, मन पर्यो भने फेरि कुरा गरौँला। एउटा विषय त भदौ 23 गते किन भयो, दोस्रो बुँदा चाहिँ के हो भने भदौ 24 गते किन भयो, तेस्रो बुँदा के छ भने अबको बाटो के। र चौथो पनि हुन सक्छ कि यो सरकारको पर्फर्मेन्स यदि बेला भएको छैन, तर एक एक पलको, एक एक क्षणको, एक एक दिनको महत्त्व छ। यो सरकारको पर्फर्मेन्स कस्तो। पहिलो बुँदामा त तपाईहरु सबैलाई थाहा छ कि देशमा व्यापक उकुसमुकुस थियो र अहिले पनि छ। अलिकता पास भयो होला, त्यो तनाव मेटिसकेको छैन, किनभने देश चाहिँ संक्रमण मुक्त हुन सकेको छैन, अझै संक्रमणमा छ। भोलि के हुन्छ भन्ने कुरा कसैले प्रत्याभूति दिन सक्दैन। त्यसैले एउटा नेपाली भएको नाताले त्यो चिन्ता छ। देशै भएन भने भोलि चाहिँ हाम्रो के स्ट्याटस होला, हामी के होला त्यो चाहिँ चिन्ता छ। ममा जस्तै धेरै नेपालीहरुमा, इमानदार भावना भएका नेपालीहरुमा चिन्ता भएको हुनुपर्छ। सबभन्दा पहिले देश किन भयो, भदौ 24-23 गते किन भयो भने यो त सबै तपाईहरुलाई थाहा छ कि किन भयो भने देशमा व्यापक उकुसमुकुस थियो। देश बनाउनका नेताहरूको भ्रष्ट जीवनशैली र यतिसम्म तल गिरे उनीहरू एउटा दुईटा होइन, सारा सिस्टम धमिरा लागे जस्तो सारा सिस्टम नै। र नेताहरू मात्र किन भन्छु र म, कर्मचारी तन्त्र पनि उत्तिकै करप्ट छ। नेता र कर्मचारी तन्त्र मिलेर देशलाई रसातलमा पुर्याए। त्यो चिन्ता सबैमा थियो। इभेन पार्टीभित्रमा पनि केही इमानदार व्यक्तिहरूले यो यस्ता कुराहरू, प्रश्नहरू नउठाएको होइन, पार्टीभित्रबाटै नै परबाट। तर त्यो विद्रोह गर्ने हिम्मत तिनीहरूमा थिएन। तिनीहरू बहुत ल्याकतवाला थिए, ठुल्ठुला योद्धाहरू थिए, भोलि देशका बागडोर सम्हाल्ने व्यक्तिहरू थिए। तर तिनमा हिम्मत थिएन। एउटा कुरा, न एमालेका नेताहरूमा, न काङ्ग्रेसका नेताहरूमा। माओवादी अलिक सानो पार्टी हो, तर माओवादीमा पनि प्रचण्डजीले एउटा जुन अवसर पाउनु भएको थियो, उहाँले चाहिँ कालजयी हिसाबले प्रधानमन्त्री भइरहेको छु भनेर चाहिँ जे जति समय पाउनु भएको थियो, त्यो कालखण्डमा उहाँले गर्न सक्ने र गर्नुपर्ने कामहरू गर्नु भएन। त्यसैले एउटा व्यापक फ्रस्ट्रेसन चाहिँ नेपालीहरूमा। एउटा कुरा के बुझ्नुपर्छ भने जुन चैत 15 गतेमा राजतन्त्रको पक्षमा जुन प्रदर्शन भयो राजधानीमा, यत्र मान्छे राजावादी होइनन्। मलाई थाहा छ, मेरो गृहनगर सुनसरीको दुवैमा वर्षौंदेखि 3 दशक 4 दशकदेखि नेपाली काङ्ग्रेसमा लागेका मान्छेहरूको कुरा सुन्दा चाहिँ, रगत उम्लिएर आएको कुराहरू सुन्दा चाहिँ मलाई लाग्यो कि मान्छेमाथि किन फ्रस्ट्रेसन छ। जसले राजतन्त्रको नाम सुन्न चाहदैन, राजतन्त्र विरुद्ध जसले सङ्घर्ष गरेको चाहिँ राजा चाहियो भनेर चाहिँ। तर म अलिकता विषयान्तर जस्तो हुन सक्ला।
तर के भने राजतन्त्रलाई पनि मैले के भन्छु भने डेट एक्सपायर मेडिसिन मात्रै भन्छु। अब तिनलाई म यसरी भन्छु, यी नेताहरूलाई 46 सालपछि आएका नेताहरूले यिनलाई डेमोक्रेसी, मैले एमाले र काङ्ग्रेसलाई मिलाएर भने डेमोक्रेसी भनेको प्रजातन्त्र र प्रगतिशील भनिराख्नु अलिक अप्ठ्यारो होला। यिनीहरूलाई डेमोक्रेसी चलाउन आएन, राजालाई राजतन्त्र छोड्न आएन। तपाईँ भन्नुहोस् त, त्यो राजतन्त्र छोडेर प्रजातन्त्र, राष्ट्रिय प्रजातन्त्र पार्टीमा त क्यालिबर भएका नेताहरू त छन्, इमान्दार भावना भएका पनि नेताहरू छन्। ल तिमीहरू ठिक छ, पब्लिक उसमा जाऊ, मेरो मेरो मुकुट मलाई चाहिएको छैन, मलाई देश चाहिएको छ भनेर चाहिँ परिवर्तन आएपछि जनताको हकमा त तिमीहरू काम गर। यो किन भनिरहेको छु भने दोस्रो विश्वयुद्धपछि जापानमा 6 डिसेम्बर 1945 र 9 डिसेम्बर 1945 हिरोसिमा र नागासाकीमा बम खसालेपछि अमेरिकाले त्यसपछि चाहिँ कन्स्टिट्युसन पनि उनीहरूले लेख्ने अवस्था आयो, राज्य पनि उनीहरूले चलाउने, सब जापान चलाउने भने। आर्मीमा जापानको आर्मी पावरफुल थियो, हारे पनि के भने हामी हाम्रो प्रिय राजाको अधिकारमा कटौती स्वीकार गर्न तयार छन्, बरु मर्न तयार छु भनेर राजाले हिरोले भाषण दिएर राष्ट्रलाई सम्बोधन गरे, म ठुलो होइन राष्ट्र ठुलो, अब हामीले आर्थिक बाटोबाट देश बनाउनु पर्छ र बनाए पनि उनीहरूले। हामीले के बनायो, हामीले उत्तर कोरिया जस्तो, हामीले अफगानिस्तान जस्तो, हामीले सिरिया जस्तो अवस्था क्रिएट, पाकिस्तान जस्तो अवस्था क्रिएट गरेको छौँ। हामीले बनाए त त्यस्तै त्यस्तै, ठ्याक्क त्यही नहोला, तर त्यस्तै त्यस्तै बाटोमा हामी हिँडिरहेको छौँ। हामीले बनायो के भने आफूलाई, आफ्नो पार्टीलाई, आफ्नो आसेपासेलाई मात्रै बनायो। यति मात्र हाम्रो चिन्ताको र चिन्तनको केन्द्रबिन्दु छ। र अहिले आएर स्पिड यो 23 गतेको कुरामा मैले भने चैत 24 गते जुन भयो, यदि केपी ओलीजीले समयमै राजीनामा दिएको भए सायद पार्लियामेन्टबाट अर्को निकास आउँथ्यो कि, त्यो पार्लियामेन्टबाट अर्को निकास आउँथ्यो, अर्को कोअलिसन बन्थ्यो, त्यो उहाँलाई सही थिएन। सत्ता छोड्न चाहिँ उहाँलाई लागेन, टाँसिरहनु, अहिले पनि त्यही लाइनमा गइराख्नु भएको छ। अब कन्स्पिरेसी थ्योरीको कुरा गर्नुभयो, विदेशी शक्तिको कुरा गर्नुभयो, विदेशी त छन् नै त नेपालमा, त नेपालमा इन्डिया पनि छ, नेपालमा चाइना पनि छ, नेपालमा अमेरिका पनि छ, भइरहेको छ नि, त्यो त स्वाभाविक हो नि। कहाँ हुँदैन, कुन देशमा हुँदैन, भइरहेको छ, खेल्छ, उनीहरूको इन्ट्रेस्ट छ, आफ्नो आफ्नो इन्ट्रेस्ट छ, त्यो त खेल्छन् उनीहरूले। तर हामीले पनि खेल्नुपर्छ, खेल्न जान्नुपर्छ, हामीले बचाउ गर्न जान्नुपर्छ। सानो राष्ट्र हाम्रो, कसरी चाहिँ हामीले यसलाई लिएर जाने हो। हामी चाइना हुन सक्दैन, हामी इन्डिया हुन सक्दैन, तर हामी विकास त गर्न सक्छौँ, गर्नुपर्ने हो, त्यो लाइनमा जानुपर्छ। उनीहरूको केही राम्रो कुराहरू छ भने सिक्नुपर्छ, र त्यो लाइनमा हामी गएनौँ। र चाहिँ 24 गतेको जुन घटना भयो, डिले भएर खेल्न पाएँ। र मेरो जिन्दगीमा सबभन्दा दुःखदायी क्षणहरू मध्ये त्यो 24 को घटना हो। अब कसले, अब भन्नुहोस् त, को इन्भेस्ट गर्न आउँछ त्यहाँ नेपालमा? अब टुरिस्टहरू पनि, एउटा टुरिज्म चाहिँ नेपालको ठुलो शक्तिहरूमध्ये चाहिँ टुरिज्म पनि हो, जलस्रोत सँगसँगै त्यो टुरिस्टहरू आउन डराउँछन्। अब त्यो माहौल खोइदिएको हामीले, त्यसको लागि चाहिँ इमिडिएटली गर्नुपर्ने, यो जो कल्प्रिट छ, यो दुईटा भयो, बहुत दुःखदायी। जसले गरोस्, जहाँसुकै गरोस्, हामी त्यसलाई सहने छैनौँ। केपी ओलीजीले 24 को कुरा मात्रै गरिराख्नु भएको छ, 23 को कुरा अहिलेसम्म उहाँले माफी माग्नु भएको छैन। बा भन्नुहुन्छ, म त राजा निर्वंशिया भन्छु उहाँलाई। कतिको काख त्यो चाहिँ निमुखा बच्चाहरू चाहिँ मरेपछि चाहिँ अरूले गर्न नसकेको काम चाहिँ ती चाहिँ 22 जना बच्चाहरूले चाहिँ गरिदिए, सारा देश जगाइदिए। म त भन्छु जगाइदिए उनीहरूले। दुष्ट शासन सत्ताको विस्तारलाई रोकिदिए उनीहरूले। लवकुश उनीहरूले आफ्नै पिताको सेनाको ध्वज पनि रोकिदिए, सेनापति रोकिदिए, उनका भाइहरूको चाहिँ वर्चस्वलाई रोकिदिए लवकुशले। त्यसैले
यी लवकुशहरूलाई म प्रणाम गर्न चाहन्छु। अब गर्नुपर्ने काम के हो भने एकातिर चाहिँ 23 का कल्प्रिटलाई चाहिँ सजाय गर्नु, अर्कोतिर चाहिँ 24 का कल्प्रिटलाई सिमल्टेनियसली सँगसँगै दुईटैलाई इमिडिएटली। तपाईले केही नेताहरूको पासपोर्ट रोक्नुभयो 23 को कुरा देखेर, 24 मा के गर्नुभयो? 24 को लागि के गर्नुभयो? एक दुईजना चाहिँ हामी तराईको भाषामा डेढबा पोठिया माछाहरू हुन्छ नि सानोतिनो, त्यसले हुँदैन। यो जेनजीहरूको माग चाहिँ एउटा मागको मूलमा चाहिँ एउटा ठुलो माग चाहिँ तपाईको के रे तपाईको चाहिँ के भने एन्टी करप्सनै हो, भ्रष्टाचारै हो, सुशासनै हो, पारदर्शितै हो। अब यो जुन 24 को कुरालाई सरकारमा मैले अलमल केही सरकारको राम्रो काम पनि भएको छ। हेर्नुस् त बाढी पहिरो आए जस्तो हेर्नुस्, प्राकृतिक प्रकोप परेर कुलमानजीको काम, सरकारको काम राम्रो छ। अर्थमन्त्रीजीले पनि कांग्रेस एमालेका अर्थमन्त्रीहरूभन्दा बेटर काम गरेका छन्। काम त्यो हेर्दैछु सङ्केत होइन, कति बस्ने हो मलाई थाहा छैन, तर त्यो चाहिँ लक्षण देखिरहेको छु। कसरी सुधार्ने, कसरी सपार्ने, इमान्दारपूर्वक चाहिँ के छ त्यसरी चाहिँ छ। त्यसैले अब के कुरा के छ भने अब के भने अब यी फर्केर आएपछि चाहिँ के भने अब यो गुण्डागर्दी शैलीमा चाहिँ के भने आफ्नो गल्ती स्वीकार गर्नुपर्छ। राष्ट्रको लागि चाहिँ हैन, मेरो बलिदान चाहिन्छ भने म दिन तयार छु। ठिक छ, तपाईले आफ्नो कुरा पनि राख्न पाउनुहुन्छ। उहाँको केही कुराहरू जायज पनि छ, जस्तै शेरबहादुरजीले केही कुरा त उहाँले विनम्रतापूर्वक स्वीकार पनि गर्नुभएको छ नि त। यो दुईटै पार्टीको तुलना गर्दा, कांग्रेस र एमालेको तुलना गर्दा कांग्रेस हेर्छु अपेक्षाकृत चाहिँ के भने यो परिवर्तनलाई, यो जनताले चाहेको परिवर्तन आत्मसात, खालि प्रत्याभूति चाहिन्छ चुनाव गराउन। तर चुनाव अब रहेको चुनावको कुरा त म भन्छु नि, चुनाव त डेमोक्रेसी हो, तर चुनाव मात्र डेमोक्रेसी होइन है। चुनावले गर्दा चाहिँ ती शहीदहरूले चाहेको, नेपाली जनताले चाहेको यो व्यापक हस्तक्षेप चाहिँ त्यो चाहिँ पुर्याउन सक्दैन हैन। तपाईको सम्पत्ति शुद्धिकरण कहाँ कहाँ गएर अड्किएको छ। मेन कामहरुमा एक एक मिनट, एक एक दिन अनावश्यक चाहिँ तपाईले इनपुट्स लिनु छ लिनुस्, ठीक छ, छलफल गर्नुस्। राम्रो कुरा प्रधानमन्त्रीजीले पनि अहिले दलहरुसँग चाहिँ गर्नुभयो, जेनजीहरुसँग पनि कुरा गर्नुभयो। जेनजी युवाहरुले पनि के भने हाम्रो चुनाव मात्रै माग होइन, त्यो सही कुरा हो। यो त सारा जनताको चाहना हो नि त नेपालमा। र जेनजी युवाहरुको पनि मतलब केही युवाहरुको मैले कमेन्ट हेरेँ कि चाहिँ प्रदेश खारिज हुनुपर्छ। यो त मलाई लाग्छ कि यो त्यही सडे पछि गलेका नेताहरुको बाइ प्रोडक्ट चाहिँ सारा मतलब आफ्नो असफलतालाई प्रदेश खारिज गर भनेर, संहिता फाला भनेर के भनेको त्यो। ल ठिक छ, भोलि प्रदेश रहेन अरे, ठिक छ, प्रदेशै हटाइदिनु भयो भने देशको समस्याहरु समाधान हुन्छ नि। यावत समस्याहरु, भ्रष्टाचार समाप्त हुनेछ। त्यसैले त्यो मात्र समस्या, त्यो समस्याको एउटा सानो पाटो मात्र हो। मुख्य पाटो सुशासन हो। हेर्नुस्, प्रदेशलाई कति बजेट तपाईहरुले दिनुहुन्छ? प्रदेशलाई दिएको 21 वटा एकल अनुसूची 6 मा 21 वटा एकल अधिकार छ। दुनियाको सबभन्दा वर्स्ट टाइपको फेडरलिजम यहाँ छ नेपालमा। त्यसलाई मधेसका नेताहरु पनि त्यसलाई बचाउन चाहन्छन् प्राप्त उपलब्धिहरुलाई भनेर भने त्यो नाममा। म त के भने त्यो बसोस् जाओस्, तर के भने राम्रो पद्धति आउनु पर्छ। पहिले पञ्चायत कालमा पनि तपाईको गाविसहरुको, गाउँ पञ्चायतको, नगर पञ्चायतलाई चाहिँ के भने तिनीहरुलाई चाहिँ के भने चेक एन्ड ब्यालेन्स गर्न चाहिँ जिल्ला पञ्चायत थियो, जिल्ला विकास थियो। त्यहाँसम्म उजुरी गुनासो लिएर जान्थे। अब तपाईले जिल्ला समन्वय परिषद खर्च अधिकार केही पनि दिनुभएको छैन हैन। महिलाहरुको पार्टिसिपेसन बढाउनु भयो, दलितहरुको भयो, राम्रो कुरा छ यो कन्स्टिट्युसनमा। तर के भने के गर्नुभयो भने हैन, न्यायिक परिषदमा चाहिँ तपाई उपमेयरलाई सबै अधिकार दिनुभएको छ। उपमेयरले मेयरको खिलाफमा, बोर्डको खिलाफमा जान सक्छ। मोटामोटी त्यही पार्टीको मान्छेहरु प्राय धेरै आउँछन्। तपाईले जिल्ला समन्वय समितिमा समितिलाई एकजना चाहिँ लिगल उसबाट चाहिँ
त्यहाँबाट एकजना चाहिँ तपाईँको चाहिँ प्रदेशबाट प्रतिनिधि लिगल प्रतिनिधिहरू आओस्, त्यस्तो खालको मेकानिजम भने करप्सन त केही चेक एन्ड ब्यालेन्स हुन्थ्यो नि तल। स्थानीय निकायमा करप्सन कम छैन, बढी छ। अब कन्ट्रोल कसले गर्ने? अख्तियार फेल भइसक्यो, पोलिटिकल इन्फ्लिक्टेसन छ। अदालत, अब फेरि अदालतको पनि कुरा आउँछ, जाने काम मान्छे न्याय माग्नु अदालतमा। अदालतमा तपाईँको चाहिँ के भने अदालतको तपाईँ हाल हेरिसक्नुभयो, 10वटा रिट पढेको त्यो सामाजिक सञ्जाललाई कायम गर्नको लागि सर्वोच्च अदालतमा त्यो 10वटा रिटलाई चाहिँ एक्सेप्ट गरेको छैन सर्वोच्च अदालतले। न्यायाधीश पनि चाहिँ तपाईँको चाहिँ पार्टीको मान्छे, नेताको मान्छे, झोला बकुवाहरू न्याय दिन बसेका होइनन्। भट्टीमा लगेर मान्छेलाई मार्नेहरूलाई कसरी छोरी हेर्नुहोस्। तपाईँले सजाय केही कम गर्न क्लियरली चाहिँ तपाईँले कानुन मन्त्री कसरी लागेका छ। यो सारा पद्धति चाहिँ हामी यो चाहिँ सडे गरेको पद्धति चाहिँ हामीले भोगिरहेछौँ। यो मानसिकता हो साथीहरू। मलाई युएनका एकजना प्रतिनिधि महिला कसैले कोही सज्जनले भनिसके, म त्यति बेला जनकपुरमा थिएँ कि जनकपुर जाने हुनुहुन्थ्यो, उहाँ कोसँग भेट्ने मेरो नाम दिनुभएको थियो। मैले मसँग कुरा गर्दा चाहिँ नेपालको समस्या के हो भने मैले भने नेपालको समस्या चरित्रको समस्या, हाम्रो क्यारेक्टरै छ, त्यागको भावनै छैन। त्यागी नेताहरू नभएका होइनन्। गणेश मानजीलाई प्रधानमन्त्री अफर गरेको होइन त। आज केही स्वामी के अरे बुद्धिजीवीहरूले गणेश मानजीको उसमा चाहिँ गणेश मानजीलाई यति पैसा दिएर बनाए। प्रकाश मानजीको पुत्रहरूको कुरा छोडिदिनुहोस्, निधि पुत्रको कुरा छोडिदिनुहोस्, गणेश मानजीका चाहिँ छोराको कुरा छोडिदिनुहोस्। गणेश मानजीको कन्ट्रिब्युसन छ नि। अझै एउटा वडा सानो पदको लागि चाहिँ हारालुसी छ। प्रधानमन्त्रीको पदलाई त उहाँले अस्वीकार गर्नुभएको होइन त। त्यत्रो वर्षको सङ्घर्ष छ राणाशाहीदेखि लिएर राजाशाहीमा। त्यसैले नभएको होइन। रूपचन्द बिष्टै हेर्नुहोस् न त, कहिले पनि पदको राजनीति गरेन। प्रदीप गिरी नै चाहिँ सत्ताको भागदौडमा बसेनन्। मान्छे नभएका होइन हाम्रो। तर अबको बाटो के भने हामी उसको एउटा लाइन, मेरो प्रिय लाइन छ कि द क्वेसन इज नट वेदर देयर इज लाइफ आफ्टर डेथ, द क्वेसन इज वेदर यु एलाइभ बिफोर डेथ। प्रश्न यो छैन कि मृत्युपछि जीवन छ कि छैन, प्रश्न यो छ कि मर्नुभन्दा पहिले तपाईँले बाँच्नु भएको भएन। यस्तो अवस्था छ अब। यो अप्ठ्यारो समय, सबभन्दा अप्ठ्यारो समय त भन्दिनँ, तर सबभन्दा अप्ठ्यारो समय मध्ये एउटा यो हो। देश कहाँ जान्छ, कसरी जान्छ, र देश बाँच्छ कि बाँच्दैन, त्यो पनि चलमलमा छौँ हामी। यो सङ्क्रमण महासङ्क्रमण काल छ। हरेक कुरालाई शङ्काको दृष्टिले हेर्ने, सँगैसँगैको दृष्टिले हेर्ने। यो सामाजिक सञ्जालको फाइदा पनि छ, बेफाइदा पनि छ। हेर्नुहोस्, तपाईँको चाहिँ कन्फ्युजन क्रिएट गरिदिने। त्यसैले यहाँबाट जानको लागि चाहिँ हामीले एउटा दृढता त चाहिन्छ। हेर्नुहोस्, टनी हेगनले एकचोटि भनेका थिए, उनको किताबमा छ त्यो, नेपाललाई माया गर्ने, साह्रै माया गर्ने। डेभलपमेन्ट इन नेपाल निड्स नट ओन्ली गुड ब्रेन बट अल्सो स्ट्रङ लेग्स। दह्रो खुट्टा पनि चाहिन्छ टेक्ने। सुशीला कार्कीजीमा एक हदसम्म त्यो कुरा छ। उहाँको टिममा केही व्यक्तिहरू चाहिँ एकदम इफेक्टिभ पनि छन्। तर व्यापक चाहिँ कस्तो मिडिया, अब मिडियामा के छ भने मिडियामा पनि म आफ्नै त्यही समाजको मान्छे भएर चाहिँ स्वीकार गर्नुपर्छ कि अब पनि पार्टी एफिलिएसन लिएर हिँड्ने हामी। फलानु पार्टीको भातृ सङ्गठन, चिलानो पार्टीको भातृ सङ्गठनमा हिँड्ने 21औं शताब्दीमा पनि राष्ट्र डुब्न लागेको, राष्ट्र मर्न लागेको, मर्छ कि बाँच्छ भनेर अवस्थामा, देशै मर्छ कि बाँच्छ अवस्थामा तपाईँ पार्टीको नेताको झोला बोकेर हिँड्ने हामी यसबाट चाहिँ मुक्त हुनुपर्छ। अब के मेरो बाउ किन नहोस्, गल्ती गऱ्यो भने, गलत लाइन लियो भने त्यसको विरोध गर्नुपर्छ। सक्यो कुरा। मेरो धर्म यति मात्र हो। किनभने हाम्रो पनि इतिहास लेखिँदैछ। हामी को कहाँ छौँ, कुन कित्तामा खडा छौँ, कहाँ उभिएर, कुन धरातलमा उभिएर काम गरिरहेको छौँ, त्यसको पनि मूल्याङ्कन हुने नै छ। त्यसैले यो अप्ठ्यारो समयमा चाहिँ मैले एउटा चाहिँ के भने यसलाई जित्न नसक्ने होइन। आशा कम छ, मलाई आशा कम छ एकदम। मैले धेरै मान्छेहरूसँग, केही व्यापारीहरूसँग पनि म निरन्तर अहिले पनि संवादमा छु, केही साथीहरूसँग कुरा गरिरहेको छु।
व्यक्तिगत हिसाबले कुरा बुझिरहेको छु, मनको कुराहरू बुझिरहेको छु। त मलाई के लागेको छ भने यस्तो अप्ठ्यारो समयमा हेर्नुहोस्, चन्द्रशेखर भन्ने नेपालका मित्रै प्रजातन्त्रवादी नेता धेरै सहयोग पनि गरेका छन् प्रजातन्त्र ल्याउनमा देशमा हामीलाई। उनी आफै प्राइम मिनिस्टर हुँदा चाहिँ काङ्ग्रेसले, राजीव गान्धीको काङ्ग्रेसले बाहिरबाट समर्थन गरेको अवस्था थियो। 50-55 जना चाहिँ मान्छेहरू चाहिँ त्यो आरक्षण विरोधी आरक्षण समर्थकहरूमा भिडन्त भएर धेरै मान्छे मारिएका थिए। चन्द्रशेखर त्यस्तो अवस्थामा आएर चाहिँ प्रधानमन्त्री भए र फर्स्ट डे तपाईँको बीबीसीमा यो स्टोरी छ तपाईँको, आउँदा चाहिँ अर्थ सचिवले के भन्यो भने पैसा खजाना खाली छ भनेर चाहिँ के को समथिङ गोयल थिए। अनि फर्केर आयो भने आप हमें ये सुनाने के लिए सिर्फ बैठे हुए थे, आपने क्या किया इतना दिन तक। चेक गरेछ उनलाई, त्यो मान्छेलाई हटायो उनले, होइन। त्यसैले त्यसपछि चाहिँ के भने तपाईँहरूले एउटा अर्को पनि कुरा भन्नु, यो जुन राम जन्मभूमि छ त्यो पनि उनले सल्टाउन लागेको थियो। उनी जम्मा 124 दिन बसे। हाम्रो देव शमशेर पनि जम्मा 124 दिन बसेका छन्। देव शमशेरले पनि काम गरेका ऐतिहासिक, म चन्द्र शमशेर भन्दा राणा प्राइम मिनिस्टरमा सबभन्दा बढी काम गर्ने र अग्रगामी विचार राखेर काम गर्ने देव शमशेरलाई मान्छु। र चन्द्रशेखरले पनि जम्मा 124 दिन काम गरे, हेर्नु, स्वाभिमानपूर्वक। र उनले राम जन्मभूमिमा चाहिँ त्यो त्यही बन्नुपर्छ, हिन्दू मुसलमान दुइटैले बोलाए। हेर्नुहोस्, त्यसमा पोलिटिक्स नगर्नुहोस्, म पनि राम जन्मभूमि चाहिँ सारा हिन्दूहरूले मानेको ठाउँमा पनि मान्छु, यहीँ भन्नुपर्छ भने। तर तपाईँ यसमा राजनीति नगर्नुहोस्। राजनीति गर्नुहुन्छ भने म गोली चलाउने आदेश दिन्छु। मुसलमानहरूलाई पनि भन्यो भने तपाईँहरू अलिक पढेबाट, जुन अहिले बिजेपीहरूले गरेका छन्, टाढाबाट चाहिँ मस्जिदको लागि चाहिँ तपाईँलाई अलिक टाढा चाहिँ दिन्छु, तपाईँहरूले पनि यसलाई इस्यु नबनाउनुहोस्, अब यसलाई समाधान गरौँ। तपाईँहरूले मान्नु भएन भने तपाईँहरूलाई पनि गोली चलाउने आदेश दिन्छु भनेर चाहिँ मुस्लिम प्रतिनिधिहरूले के भन्यो भने ठिक छ, हामी सहमत छौँ, तर के भने हाम्रो अन्य ठाउँमा चाहिँ जुन यिनीहरूले क्लेम गर्दैछन् बिजेपी आरएसएसले, त्यो नहोस् भनेर चाहिँ चन्द्रशेखर त्यसमा सहमत भएका थिए। न्युजविकले एसियाको मोस्ट इन्फ्लुएन्सिङ प्राइम मिनिस्टर भनेर भनेका थिए चन्द्रशेखरको बारेमा। र लास्टमा राजीव गान्धीलाई के लाग्यो भने यो त मान्छे बहुत पपुलर भएको छ, यो त यसलाई त यस्तो मान्छे त यस्तो ठानेको थिएन। र केही मान्छेहरूले राजीव गान्धीलाई उक्साए, राजीव गान्धीको आफ्नो गुप्तचर लगाएर जासुसी गराइरहेको छ भनेर चाहिँ। अनि विड्र गरे, सपोर्ट विड्र गर्न लाए। पछि उनले आज राजीनामा दिए। राजीनामा एक्सेप्ट भएको थिएन। शरद पवार त्यति बेला राजीव गान्धीका दूत भएर आएका थिए, मैसेज लिएर आएका थिए कि चंद्रशेखर जी आप ये राजीनामा फिर्ता ले लीजिए। चंद्रशेखरले भने कि चंद्रशेखर दिन में 3 बार फैसला नहीं करता, छोड़ दिए उनले प्राइम मिनिस्टरसिप। यस्तो नेता चाहिन्छ हामीलाई। जति दिन बस्यौं, जति समय बस्यौं, एक एक मिनट राष्ट्रको लागि, जनताको लागि, अग्रगमनको लागि, देशको लागि, देशको उन्नतिको लागि। देश बन्न गाह्रो छैन, गाह्रो हाम्रो मानसिकता, हाम्रो सोच हो। एउटा सोच के बनाइएको छ भने अहिले पनि कता कता म मधेसबाट आएको नेपाली हुँ, तर म भन्छु कि जब नेपालै भएन भने मधेसको के मतलब। देशको मायाले चिन्ता लागिरहेको छ, त्यसैले त्यो चिन्ताले भन्दैछु मैले। अहिले पनि के भने संहिता चाहिँ देशको जेएनजीले बाट पनि मुखमा पनि त्यो कुरा किन आयो भने उनीहरूले आफैले चिन्तन मनन गरेर, हामी त बुद्धका सन्तान हुँ नि। बुद्धको अन्तिम उपदेश के थियो भने आत्मदीपो भव, आफ्नो दियो आफै बन, मेरो कुरालाई पनि अन्तिम सत्य नमान भनेको। अब यहाँबाट के भने चुनावतिर मात्रै गयो भने पनि समाधान हुँदैन। यही मौका हो, यो बार बार जनताले दुःख पाउने, बलिदान गर्ने, संघर्ष गर्ने अवस्था नआओस्। एउटा पद्धतिमा देश हिरोस्, पाकिस्तानको बाटोमा नजाओस्। मैले लक्षण त्यही देखिरहेको छु, पाकिस्तानको बाटोमा नजाओस्।
नेपाल हिन्दुस्तानको अहिलेको हिन्दुस्तानको बाटोमा पनि नजाओस्, धार्मिक ध्रुवीकरणमा चाहिँ भावना भड्काएर चाहिँ राजनीति गर्ने त्यो बाटोमा पनि नजाओस्। नेपालमा सबै कुरा खराब छैन। मधेसमा आन्दोलन भएपछि काठमाडौँमा तपाईँको मधेसवासीहरू धेरै छन्, तराईवासीहरू धेरै छन्, त्यस्तो खालको साम्प्रदायिक दङ्गा भएन। कोशीमा बाढी आएपछि हेर्नुहोस्, त्यो पहाडका मान्छेले, म गोर्खापत्रमा थिएँ, कोशीको बाढीलाई सलाम भनेर एउटा लेख लेखेको थिएँ। जतिसुकै पनि कटुता भयो भने दाजुभाइ हौँ, हाम्रो विरोध हुनसक्छ, असहमति हुनसक्छ, हामी शत्रु होइनौँ एकअर्काका। एउटा कुरा यो। अर्को कुरा चाहिँ यो चन्द्रशेखरले त्यति बेला पत्रकारले सोधेको उसमा चाहिँ जब विपत्तिको समय आउँछ अनि पुरुषार्थ देखाउने बेला आउँछ, त्यो पुरुषार्थ देखाउने बेला हो। हामी एउटा म्याच्योर राष्ट्र हो कि होइनौँ, हामी एउटा म्याच्योर जाति हो कि होइनौँ, त्यो सिद्ध गर्ने बेला आएको छ। नेपाललाई सबैले फेल स्टोर भइरहेको छ। मेरो पनि आशा मरेको छ, म झुट बोल्दिनँ। म पोजिटिभ मान्छे हुँ, एकदम डाइ हार्ड पोजिटिभ मान्छे हुँ। तर परिस्थिति यस्तो भइसक्यो कि सब चोर बदमास नालायकहरू चाहिँ सबै चाहिँ मालिक बनेर चाहिँ जनताको टाउको भनेर गएर बसिरहेका छन्। यस्ता मान्छेहरूलाई चाहिँ मान्छेमा कति रिस छ, कति आक्रोश छ। मान्छे कोही पागल होइन नेपालीहरूले। यही 46 सालको परिवर्तन नभएपछि कति खुसी थिएँ। म त पुरानो पुस्ताको मान्छे मध्ये एउटा म पनि हुँ। त्यो पनि हेर्न पाएको छु राजधानीमा। 36 सालमा मैले आफै पनि प्रजातन्त्र जिन्दाबाद तानाशाही मुर्दाबाद नारा लगाएको, मसालजी उसको नेतृत्व गरेको होइन, ज्यान फालेर हिँडेको मान्छे म। मजदुरहरूको नेतृत्व गर्दै चाहिँ मसाल जुलुस चाहिँ लिएर गएको मान्छे म चाहिँ। मेरो जीवनको पहिलो भाषण चाहिँ जन्म सङ्ग्रामै दिएको छु। त त्यत्रो कालखण्डबाट पार गरे त्यो अप्ठ्यारो पार्न हामी जस्तो गरिब देशले बार यो आन्दोलन देख्न सक्दैन। एउटा चरित्र निर्माण गर्नुपर्छ। त्यसको त्याग र इमान्दारी बाहेक र भिजन बाहेक अर्को कोही उपाय छैन देश नेपालको। हाम्रो सम्भावनाहरू अनि मात्र जान सक्छ जब हामी आफूलाई चिन्छौँ, हाम्रो शक्ति के हो र हाम्रो कमजोरी के हो। अहिलेसम्म पनि एमालेमा चिन्तन भइरहेको छ। अब के भने फलानुको सट्टामा केपी ओलीसँग विद्या पाण्डेजी आउने, विद्या भण्डारीजी आउने। म दुई पटक राष्ट्रपति, यहाँ त नेपालमा मात्रै हेर्दैछु, दुई पटक राष्ट्रपति भइसकेको मान्छे। यो नेपाल जस्तो कुनै अर्को त्यस्तो कन्ट्री होला, कुनै एउटा यस्तो चाहिँ विकसित राष्ट्रमा यस्तो सिनारियो देखा पर्दैन। विकल्पहरू पार्टीभित्र पनि असल मान्छेहरू छन्, दबाएर बसेका छन्, दबाएर राखेका छन् मान्छेहरू। उनीहरू आफै उसमा परेका छन्, उनीहरू आफै अन्यायमा परेका छन्। अब ती सबै मिलेर कि त नयाँ शक्ति बन्नु पर्यो। एउटा नयाँ शक्ति, रियली नयाँ शक्ति भन्दा चाहिँ डाक्टर बाबुरामजी विद्वान हुनुहुन्छ, उहाँले त्यो छोड्नु भयो बाटो। उहाँको कमजोरी पनि छ, उहाँको असल पक्षहरू पनि छ। अर्को कुनै मान्छे आउला, मुझमें नहीं तुझमें सही, यो आग कहीँ भी मगर जल्नी चाहिए। यो आगो चाहिँ जल्नुपर्छ र जनताको यदि चुनाव भयो भने, मलाई आज पनि बिहान सोधिरहेको छु चुनाव हुन्छ कि हुँदैन। मधेसबाट कुनै मित्रले फोन गर्नुभयो, चुनाव हुन्छ कि हुँदैन। मलाई पनि थाहा छैन। यो देशमा के हुन्छ के हुँदैन भगवान्लाई मात्र थाहा छ, पशुपतिनाथलाई मात्र थाहा छ। र आशा गरौँ हाम्रो विवेकहरूलाई बन्धक नराखौँ। हाम्रो चाहिँ तीनटै नेत्र चाहिँ त्रिनेत्र चाहिँ हाम्रो खुला हुनुपर्छ। गुन्दोसको आधारमा आलोचना गर्ने, गुन्दोसको आधारमा विवेचना गर्ने र गलतलाई गलत भन्ने, सहीलाई सही भन्ने, असल मान्छेलाई डिमोरलाइज नगर्ने, असल मान्छेलाई के अरे हाम्रो शत्रु पनि रहेछ भने प्रणाम गर्ने, त्यो चाहिँ हाम्रो पुर्खाहरूले सिकाएको हाम्रो संस्कार पनि त्यही हो। र जो थोरै आश बसेको छ त्यहाँबाट अगाडि हिँड्ने। आश बसेको छ किन भन्छु भने मान्छेले मलाई भन्छ आश बसेको चाहिँ आज हेर्नुहोस् त क्रिकेटमा के भयो, खेल क्षेत्रबाट एउटा खुसीको खबर त आएको छ। टेस्ट प्लेइङ नेसनलाई नेपालले हराउनु भनेको यो चान्चुने कुरा होइन, यो ऐतिहासिक घटना हो। यो मान्छे चाहिँ अर्थ मन्त्रालय, भौतिक मन्त्रालय मात्रै लिन चाहन्छन्। म त भन्छु, म त मिडिया सल्लाहकार भएर मध्य प्रदेशमा गएको थिएँ। म त खेल मन्त्रीजीलाई गएर भनेको, ल म त सबैको सल्लाहकार हुँ, तपाईँको स्टेटको चाहिँ तपाईँले खेल मन्त्रालयमा चाहिँ यस्तो काम गर्न सकिन्छ होइन। जो भएको छैन त्यो हुनुपर्छ, त्यो हुनसक्छ।
पावर मिनिस्टरको कन्सेप्ट खत्तम गर्नु पर्यो कि। म चाइनामा जाँदा 1994 मा चाहिँ तपाईँको त्यो विज्ञानको प्रदर्शनी सडक सडकमा चाहिँ उनीहरूले लगाउने गर्थे। त्यो हेरेको छु मैले आँखामा। सडकको चोकमा मुख्य सडकमा चाहिँ साइन्स एक्जिबिसन चाहिँ उनीहरूले खुला एक्जिबिसन राखेको देखेको छु मैले। त्यसैले हाम्रो पोटेन्सियलहरूलाई हामीले एक्सप्लोर गर्ने, हाम्रो त्यसलाई त्यहाँ चाहिँ समातेर अगाडि बढ्ने र सबभन्दा पुरा कुरा के छ भने शुद्धता, चरित्रको शुद्धता नै चाहिन्छ, पारदर्शिता नै चाहिन्छ, इमान्दारी नै चाहिन्छ। राजनीतिक दलहरू असफल भए भने चाहिँ हुनु दुःखको कुरा हो, तर एउटा राजनीतिक दल असफल भयो भने अर्को आउँछ, त्यो असफल भयो भने फेरि अर्को आउँछ, त्यो असफल भयो भने अर्को आउँछ। यो चाहिँ चरेबेती चलिराख्नुपर्छ, देश चाहिँ चलिराख्नुपर्छ। त्यसको लागि चाहिँ जनता जागृत हुनुपर्छ। चुनाव भयो भने आदरणीय प्रदीप गिरी दाइले भन्नुभएको हिसाबले चाहिँ अहिलेको युगको महाअस्त्र, अहिलेको युगको चाहिँ ब्रह्मास्त्र भनेको चाहिँ नागरिकको अधिकार हो, भोटिङ अधिकार। त्यसलाई चाहिँ सेन्सिबली प्रयोग गर्ने, सत्यको बाटोमा लग्ने, बेइमान मान्छेलाई, बेकार मान्छेलाई, भ्रष्ट मान्छेलाई भोट नदिने, यो चुनौती छ लोकतन्त्रको। यो ठुलो चुनौती हो। त्यसबाट चाहिँ त्यहाँ चाहिँ हामीले दृढतापूर्वक चाहिँ हाम्रो मताधिकारको त्यहाँ यदि चुनाव भयो भने प्रयोग गर्ने। यति भन्दै तपाईँहरूको धेरै समय लिए, मनमा धेरै कुराहरू लागेका छन्, खेलिरहन्छन्, त्यसमा चाहिँ व्यक्त गरेँ। सुनिदिनु भयो, धन्यवाद।